ल गाइस फाइनल्ली हामी अब जापानिज गुम्बा जापानिज स्तूपको फेदमा आइपुगेका छौँ। अब हामी यहाँबाट सुरु गर्छौँ उकालो लाग्नको लागि। ल गाइस अब उकालो लागि यहाँबाट हामी यो के हो बुझिन भन्दैन होइन यो टिक्क गरेको कुन टिका यो सानो सानो यो कब्रस्तान यो कब्रस्तान कब्रस्तान हो नि कुनको कुन मुसलमान बोल्दैन लद्दाख स्कोट भन्ने हुन्छ नि एउटा छुट्टी होइन त्यो पनि तिनैमा आउँछ नि कि लद्दाख छुट्टी नै लद्दाख छुट्टी भयो मजा आउँछ बोल्दै 50 उकालो बोलिरहेको है यहाँको अक्सिजनमा फरक पर्छ यहाँ भन्नु कलकत्ताको मन्दिरमा अक्सिजन कमी हुन्छ यहाँ, एकदम सास बढिरहन्छ यहाँ, त्यही भएर हामी बिस्तारै हिँडिरहेका छौँ। गाह्रो छ गाइस, हेर्नुहोस् केही देखिँदैन, ढुङ्गै ढुङ्गा छ। यति उराट लाग्दो ठाउँ लेह लद्दाख। गाह्रो छ, सास फुलिरहेको छ, अक्सिजनको कमी लास्ट हुन्छ यहाँ। यसको उचाइ त कति थाहा छैन मलाई, एकदम राम्रो। पारी हिमालहरू देखिन्छ, हेर्नु। ओल्डको हाई स्टप पनि यही छ। ओल्डको हाइगेस्ट पास मतलब तपाईँहरूको गाडी जाने ठाउँ ओल्डको सबभन्दा डाँडामा खरतुङ्गा टप यहीँ रहेको छ। हेर्नुहोस्, ल त गाई, थ्याङ्क यू सो मच। फेरि भेटौँला अर्को भिडियोमा, बाई।